नमस्कार सबैजनालाई। आजको यो भिडियो एकदमै इन्ट्रेस्टिङ, एक्साइटिङ र अलिकति सकिङ पनि हुन लागेको छ। किनभने आज हामी कुरा गर्न गइरहेका छौं एउटा यस्तो इलेक्ट्रिक बाइकको बारेमा जुन सुन्दा नै तपाईलाई सुरुमा विश्वास नलाग्न सक्छ। इमेजिन गर्नुहोस् एउटा इलेक्ट्रिक बाइक जसले सिंगल चार्जमा 400 किलोमिटर भन्दा बढी रेन्ज दिन सक्छ र त्यो पनि नेपालमा अवेलेबल छ। हो, आजको भिडियोमा हामी डीप डाइभ गर्न लागिरहेका छौं इनर्जीका इगोको बारेमा, जुन अहिले नेपालमा आएको सबैभन्दा पावरफुल, प्रिमियम र फ्युचरिस्टिक इलेक्ट्रिक बाइक मध्ये एक हो। यदि तपाईलाई लाग्छ इलेक्ट्रिक बाइक भन्नासाथ स्लो हुन्छ, बोरिङ हुन्छ, स्कुटर जस्तो फिल हुन्छ भने आजको भिडियो तपाईको सोच चेन्ज गर्नेवाला छ, किनभने यो बाइक कम्प्लिटली डिफरेन्ट क्याटेगोरीमा पर्छ। अब सुरुमा एउटा सिनारियो इमेजिन गरौँ। तपाई हाइवेमा राइड गर्दै हुनुहुन्छ, तपाईको बाइक बिल्कुल साउन्डलेस छ, भाइब्रेसन अलमोस्ट जिरो छ, तर तपाई जब थ्रोटल ट्विस्ट गर्नुहुन्छ बाइक रकेट जस्तै अगाडि बढ्छ। त्यो फिलिङ कस्तो होला? यही एक्सपिरियन्स दिन्छ इनर्जीका इगोले। यो बाइक कुनै नर्मल कम्युटिङ मेसिन होइन, यो एकदमै हाई परफर्मेन्स इलेक्ट्रिक बाइक हो जुन पेट्रोल बाइकसँग डाइरेक्ट कम्पिटिसन गर्छ। इटालीमा डिजाइन भएको यो बाइकले टेक्नोलोजी र परफर्मेन्स दुवै कम्बाइन गरेर एउटा फ्युचर रेडी मेसिन बनाएको छ। अब यसको डिजाइनको बारेमा कुरा गरौँ भने अनेस्टली भन्नुपर्दा यो बाइक हेर्दा नै तपाईलाई थाहा हुन्छ कि यो कुनै साधारण बाइक होइन। फुल फेयरिङ बडी, एग्रेसिभ फ्रन्ट लुक, शार्प एलईडी डिआरएल्स, एरोडाइनामिक्स कर्ब्स, सबै कुरा एकदमै प्रिमियम र स्पोर्टी फिल दिन्छ। यो बाइकले साइडबाट हेर्दा पनि एकदम मस्कुलर स्ट्यान्स देखिन्छ जुन सुपर बाइक लभर्सहरूलाई एकदमै आकर्षित गर्दछ। नेपाल जस्तो कन्ट्रीमा यस्तो बाइक देख्नु नै रियर हुन्छ, त्यसैले जहाँ गए पनि एटेन्सन अटोमेटिकली तानिन्छ। अब बिल्ड क्वालिटी र कम्पोनेन्ट्सको कुरा गर्दा इनर्जीका इगोमा हाई एन्ड कम्पोनेन्ट्स प्रयोग गरिएको छ। एल्युमिनियम फ्रेमले बाइकलाई स्ट्रङ र लाइट वेट बनाउँछ, प्रिमियम सस्पेन्सन सिस्टमले हाई स्पिडमा पनि स्टेबिलिटी मेन्टेन गर्छ र ब्रेम्बो ब्रेकिङ सिस्टमले एक्सेलेन्ट स्टपिङ पावर दिन्छ। यसको मतलब के भने यो बाइक केवल फास्ट मात्र होइन, फुल्ली सुरक्षित र कन्ट्रोल पनि छ, स्पेशली हाई पर्फर्मेन्स राइडिङको लागि। अब पर्फर्मेन्सको कुरा गरौँ भने यही ठाउँमा यो बाइकले सबैलाई सक दिन्छ। यो बाइकमा पावरफुल इलेक्ट्रिक मोटर छ जसले अराउन्ड 100 किलोवाट भन्दा बढी पावर जेनेरेट गर्छ। टर्क इन्स्ट्यान्ट हुन्छ जुन इलेक्ट्रिक भेहिकलको सबैभन्दा ठुलो एडभान्टेज हो। जब तपाई थ्रोटल ट्विस्ट गर्नुहुन्छ कुनै गियर शिफ्टको झन्झट हुँदैन, कुनै डिले हुँदैन, डाइरेक्ट पावर डेलिभरी हुन्छ। 0 देखि 100 किलोमिटर पर आवर केवल 3 सेकेन्ड्स जति लाग्छ, जुन धेरै पेट्रोल सुपर बाइकहरूको लेभलमा पर्छ। यो एक्सेलरेसन फिल गर्दा तपाई लिटरली सिटमा पुस हुनुहुन्छ। टप स्पिडको कुरा गर्दा इनर्जीका इगोले लगभग 240 किलोमिटर पर आवरसम्म पुग्न सक्छ। अब रियलिस्टिकली नेपालमा यस्तो स्पिड युज गर्न सजिलो छैन, तर क्यापेबिलिटी हुनु भनेको ठुलो कुरा हो। यो बाइकले देखाउँछ कि इलेक्ट्रिक भेहिकल्स पनि पर्फर्मेन्समा कुनै कम्प्रोमाइज गर्दैनन्। अब सबैभन्दा चर्चित कुरा रेन्ज। कम्पनीका अनुसार आइडियल कन्डिसनमा यो बाइकले 400 किलोमिटर भन्दा बढी रेन्ज दिन सक्छ। यो सुन्दा नै अनबिलिभेबल लाग्छ, किनभने हामीले नेपालमा जनरली इलेक्ट्रिक स्कुटरहरूमा 100 to 150 किलोमिटर रेन्ज मात्र देखेका छौँ, तर रियल वर्ल्ड युजेसमा ट्राफिक, रोड कन्डिसन, राइडर वेट, स्पिड जस्ता फ्याक्टर्सले गर्दा तपाईले अराउन्ड 250 देखि 300 किलोमिटर कम्फर्टेबली एक्सपेक्ट गर्न सक्नुहुन्छ। तर अझै पनि यो रेन्ज इलेक्ट्रिक बाइक सेगमेन्टमा एक्स्ट्रा अर्डिनरी हो। अब चार्जिङ एक्सपिरियन्सको कुरा गरौँ भने इनर्जीका इगो फास्ट चार्जिङ सपोर्ट गर्छ। फास्ट चार्जर प्रयोग गर्दा 0 देखि 80% चार्ज गर्न लगभग 40 देखि 60 मिनट्स लाग्न सक्छ, जुन लङ डिस्टेन्स राइडिङको लागि निकै युजफुल फिचर हो। नर्मल चार्जर प्रयोग गर्दा भने केही घन्टा लाग्न सक्छ, तर ओभरनाइट चार्ज गर्दा नेक्स्ट डे फुल रेडी हुन्छ। अब एउटा इन्ट्रेस्टिङ कुरा राइडिङ मोड्स। यो बाइकमा डिफ्रेन्ट राइडिङ मोड्स हुन्छन्, जस्तै इको, अर्बन, रेन, स्पोर्ट्स। इको मोडमा तपाईँ म्याक्सिमम रेन्ज निकाल्न सक्नुहुन्छ भने स्पोर्ट मोडमा फुल पावर अनलिज हुन्छ। यसले गर्दा तपाईँ आफ्नो राइडिङ स्टाइल अनुसार बाइक एडजस्ट गर्न सक्नुहुन्छ। नेपालको सिटी ट्राफिकमा इको वा अर्बन मोड युजफुल हुन्छ भने हाइवेमा स्पोर्ट मोड मजाले इन्जोय गर्न सकिन्छ। अब प्र्याक्टिकलिटीको कुरा गर्दा अनेस्टली भन्नुपर्दा यो बाइक सबैका लागि बनेको होइन। यसको साइज, वेट, पावर र प्राइस सबै कुरा प्रिमियम सेगमेन्टमा पर्छ। नेपालको न्यारो रोड्स, हेभी ट्राफिक र चार्जिङ इन्फ्रास्ट्रक्चर हेर्दा यो बाइक डेली कम्युटिङको लागि बेस्ट चोइस नहुन सक्छ। तर यदि तपाईँ विकेन्ड राइड्स, हाइवे क्रुजिङ वा पर्फर्मेन्स राइडिङको लागि बाइक खोज्दै हुनुहुन्छ भने यो बाइक पर्फेक्ट हुन सक्छ। अब कम्पेरिजन गरौँ भने नेपालमा एभाइलेबल अन्य इलेक्ट्रिक बाइक्स जस्तै कम्युटर सेगमेन्टका बाइक्सहरू जनरली 100 देखि 150 किलोमिटर रेन्ज दिन्छन्, तर इनर्जीका इगोले त्योभन्दा डबलभन्दा पनि बढी रेन्ज दिन्छ र पर्फर्मेन्स त कम्पेयर नै गर्न मिल्दैन। त्यसैले रेन्ज प्लस पर्फर्मेन्स
प्लस टेक्नोलोजी कम्बाइन गर्दा यो बाइक अहिले नेपालमा एकदमै युनिक छ। अब एउटा इम्पोर्टेन्ट क्वेसन, कसले किन्न त यस्तो बाइक? यदि तपाईँ हाई बजेट बायर हुनुहुन्छ, सुपर बाइक इन्थुसियास्ट हुनुहुन्छ वा कन्टेन्ट क्रिएटर हुनुहुन्छ जसले युनिक कन्टेन्ट बनाउनुहुन्छ भने यो बाइक तपाईँका लागि ड्रिम मेसिन हुनसक्छ। तर यदि तपाईँ डेली अफिस कम्युट वा फ्युल सेभिङको लागि बाइक खोज्दै हुनुहुन्छ भने यो बाइक तपाईँका लागि होइन। अब फाइनली त्यो मोमेन्ट जसको लागि तपाईँ भिडियो हेर्दै हुनुहुन्छ, यसको प्राइस। यदि तपाईँले अहिलेसम्म सोचेको हुनुहुन्छ ठिकै होला प्राइस भने तयार हुनुहोस्, किनभने यहाँ आएर धेरैजना सक हुन्छन्। नेपालमा इनर्जीका इगोको प्राइस सुरु हुन्छ लगभग रु 42 लाखबाट र यसको टप भेरिएन्ट इगो आरएस पुग्छ लगभग रु 58 लाखसम्म। हो, तपाईँले सही सुन्नुभयो, 42 लाखदेखि 58 लाख। त्यो प्राइसमा तपाईँ नेपालमा एउटा राम्रो लग्जरी कार किन्न सक्नुहुन्छ। अन्त्यमा एउटा कुरा क्लियर छ, इनर्जीका इगोले फ्युचरको एउटा ग्लिम्स देखाउँछ। इलेक्ट्रिक भेहिकल्स केवल इको फ्रेन्डली मात्र होइन, इन्सेन्टली पावरफुल, फास्ट र प्रिमियम पनि हुन सक्छन् भन्ने कुरा यो बाइकले प्रुभ गर्छ। तर अहिलेको रियालिटी के हो भने यस्तो टेक्नोलोजी अझै पनि एक्सपेन्सिभ छ र सबैका लागि एक्सेसिबल छैन। अब तपाईँलाई के लाग्छ, के तपाईँ यस्तो 400 किलोमिटर रेन्ज दिने इलेक्ट्रिक सुपर बाइक किन्न चाहनुहुन्छ? यदि तपाईँसँग बजेट छ भने कि तपाईँलाई प्र्याक्टिकल र एफोर्डेबल इभी नै ठिक लाग्छ? आफ्नो ओपिनियन कमेन्टमा सेयर गर्नुहोस्। यदि तपाईँलाई यस्ता इभी बाइक र टेक रिलेटेड भिडियोज मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्, किनभने म यस्तै नेक्स्ट लेभल कन्टेन्ट ल्याइरहन्छु र नेक्स्ट भिडियोमा म तपाईँलाई नेपालमा एभाइलेबल सबैभन्दा सस्तो इलेक्ट्रिक बाइक देखाउनेछु। सो स्टे ट्युन्ड।